एकपटक यो चरालाई हेर्नुहोस्। यो चराले आधा जिन्दगी भुइँमा माटो खोस्रिएर बिताउँछ। यो चरा यस्तो गजबको गुण बनाएर बस्छ कि सिकारीले यसलाई देख्न पनि सक्दैन। यो पोथी चराको रङ माटो जस्तै हुन्छ। बच्चा हुर्काउँदा यसको रङको कारणले गर्दा यसलाई चरा नै होइन भनेर सिकारीले छोडेर हिँड्छन्। प्रकृतिले यो चरालाई यस्तो रहस्यमय रक्षा कवच दिएको छ। जब बाहिर खडेरी पर्छ यो चराले जस्तो मजाले आफ्नो खाना खोज्छ नि, जुन सायद हामी मानिसले पनि खोज्न सक्दैनौँ। हाम्रो देशको राष्ट्रिय चरा डाँफे, जसलाई देख्दा लाग्छ मानव हिमालको काखमा कसैले एउटा इन्द्रणी नै छोडिदिएको छ। यसको जीवनको सबैभन्दा अचम्मको रहस्य भनेको यसको रङमा होइन, बरु यो चराले बाँच्नका लागि अपनाउने एउटा निकै अनौठो जीवनशैलीमा लुकेको छ। हाम्रो दिमागमा चरा भन्ने बित्तिकै आकाशको उचाइमा उड्ने र रुखको अग्लो हाँगामा घर बनाएर बस्ने जीवको चित्र आउला। तर नेपालको यो राष्ट्रिय पन्छी डाँफेले आफ्नो पुरै जिन्दगी रुखको टुप्पोमा होइन, पहाडको भुइँमा र माटो खुस्रिएर बिताउँछ। यसको खुट्टा र नङहरू यति बलिया र तिखा हुन्छन् कि यसले लालीगुराँसको घना झाडी